को क्रान्तिकारी? क्रान्तिकारी को बढी क्रान्तिकारी? तिमी कि म? तिमी किन क्रान्तिकारी? तिम्रो क्रान्ति केका लागि? पैसा, नाम, पद कि असन्तुष्टिको खेल? तिमी कसका लागि क्रान्तिकारी? जनताको लागि कि आफ्नै स्वार्थको बगैँचामा हुर्किएको सपनाका लागि? मेरो विचार सुन्ने मत छ तिमीमा? मलाई बुझ्ने आँखा छ तिमीमा? तिमी कसरी क्रान्तिकारी? म मौन छु। त्यही मौनताको उपहास गरेर बनाइएको तिम्रो आन्दोलन क्रान्ति हुन्छ? मेरो शून्यता सहेर म माथि गरिने दमनलाई तिमी क्रान्ति भन्छौ? को हो क्रान्तिकारी? यदि मैले हतियार उठाएँ र तिमी माथि दमन गरेँ भने के मलाई क्रान्तिकारी स्वीकार गर्छौ? कि क्रान्तिकारी म नै हो जो हाँसी हाँसी तिम्रो दमन सहन सक्छ? मेरो क्रान्ति त्याग हो, त्यो सुन्न सक्छौ तिमी? कि तिम्रो सोचमा त्यागलाई क्रान्तिकारी मानिँदैन? मौन हत्या गर्न सक्छौ, कति क्रान्तिकारी? विचारमा आगो लगाउन सक्छौ, कति महान? म सकिएर पनि तिमीलाई हँसाउन सक्छु, त्यो म कति क्रान्तिकारी? मेरो गर्जन तिमीले नसुन्न सक्छौ, मेरो बोली तिम्रो बन्दुकले रोक्न सक्दैन। अब भन, को हो साँचो क्रान्तिकारी? कसरी? किन? क्रान्ति केवल नारामा सीमित छैन, यो बाँच्ने तरिका हो, प्रश्न उठाउने साहस हो, कसैको चित्कार सुन्ने चेतना हो र व्यथा बुझ्ने संवेदना। तिमी यदि सबैलाई चुप गराएर अगाडि बढ्दछौ भने तिमी विजय हुन सक्छौ, तर क्रान्तिकारी होइन।